नमस्ते गाइज। आज मैले चाहिँ फर्स्टमा चाहिँ अचार पिनेको छु। किन अचार बनाएको भन्दाखेरिमा तपाईँहरूले अब बिस्तारै थाहा पाउनुहुन्छ। चाहिँ यो पानी बसालेको थिएँ। पानीमा चाहिँ चट्ट लगाएर स्वाद अनुसारको बेसार, नुन अनि खुर्सानी हालेँ होइन। आज चाहिँ म ढिँडो बनाउँदैछु नि त, त्यही भएर हो। त्यसपछि चाहिँ यो पानीलाई अब त्यसपछि चाहिँ अलिकति चलाउनु पर्छ है। त्यसपछि ढिँडो बनाउनुको लागि कोदोको पिठो चाहिन्छ। कोदोको पिठोलाई चट्ट आएर त्यो पानीमा हाल्ने, त्यो पानीमा राख्ने अनि केही समय चाहिँ त्यो पाक्न थाल्छ। हामीले चाहिँ अनि त्यसलाई चलाउनु पर्छ हैन। अनि त्यसलाई चलाउने अनि केही समयपछि यसरी पाक्न थाल्छ। अनि तर यसलाई धेरै चलाउनु पर्छ है त, धेरै चलाउने अनि त्यसपछि चाहिँ अलिक कम भएको थियो, हामीले थपेको थियौँ अनि अलिकति थपेर अन्तिममा चाहिँ ढिँडो यस्तो बन्यो। यस्तो बनेपछि ढिँडो चाहिँ बनेको हो। हामीले चाहिँ अन्तिममा खायौँ यसरी है त। एकदम मिठो थियो। हजुरहरूले नै ट्राई गर्नु होला है त।